मायामा मान्छे जे पनि गर्न तयार हुन्छ, तर के समय र परिस्थिति सधैँ एकनास हुन्छ र? आजको एपिसोडमा हानग्युलको मम को हुन् भन्ने रहस्य मात्र खुल्दैन, एउटा भयानक आँधीको बीचमा जेक्यू र मिस युनबोको प्रेमले नयाँ मोड लिनेछ। कथाको सुरुवात नै एउटा प्रश्नबाट हुन्छ। हानग्युल ती महिलालाई सोध्छन्, तपाईँ को हो? तर ती महिलाले परिचय दिँदिनन्, बरु उल्टै हानग्युलको हातमा पैसा थमाउँदै भन्छिन्, यो पैसा राख, तर तिम्रो अङ्कललाई म आएको कुरा नभन ल। यति भनेर उनी जान्छिन्। हानग्युल हातमा पैसा लिएर सोध्छन्, आखिर को हुन् यिनी? बेचारा हानग्युललाई थाहा छैन कि यो घटनाले उनको जीवनमा कत्रो भूकम्प ल्याउँदैछ। उता फेरि माहौल नै अर्कै छ। हाम्रा अङ्कल जेग्यू र मिस युनबोम प्रेममा यति डुबेका छन् कि उनीहरू संसार बिर्सिएर एकअर्काको अङ्गालुमा बाँधिएका छन्। तर ट्याक्कै त्यही बेला भिलेन जस्तै मिस्टर जङ वानीको पिई सर आइपुग्नुहुन्छ। आँखा मिच्दै जङ सर भन्नुहुन्छ, ओहो, आजकल मान्छेहरू सबै प्रेममा पागल छन् भन्थे, यहाँ त हाम्रै सर म्याम पो रहेछन्। मिस मम तर्सिँदै भन्नुहुन्छ, सर तपाईँ कति उदार र दयालु हुनुहुन्छ, प्लिज यो कुरा नदेखी चाहिँ गरिदिनुहोस्, हामी मरेपछि पनि तपाईँको ऋणी हुनेछौँ। जेग्यू सुरुमा त हिरो स्टाइलमा जोङ सरको अगाडि आउँछन्, तर जोङ सर तर्सेर पछि हट्छन्। अब जेग्यूसँग कुनै उपाय हुँदैन। उनी सिधै भुइँमा निधार राखेर यानि ढोक्दै भन्छन्, म हजुरको र हजुरको परिवारको सधैँ भलो चिताउँछु, बस यो कुरा गोप्य राखिदिनुहोस्, म जे भन्नुहुन्छ त्यही गर्छु। मिस्टर जोङ मौकाको फाइदा उठाउँदै शर्त राख्छन्, ठिक छ मिस युनबो, पहिले मलाई सेजिनको दाई प्यारालिगलको बारेमा जानकारी चाहिन्छ, अनि सुन जेग्यू, यो भारी अब तिमीले बोक्नुपर्छ। बिचरा जेग्यू, प्रेम लुकाउन अब के गर्नुपर्ने हो? अब घरमा हानग्युल हातमा पैसा राख्दै अगाडि देखिएकी ती महिलालाई सम्झन पुग्छन्। तर त्यही समयमा जेग्यू घर आइपुग्छ र भन्छन्, उसले यो सब कसरी माग्न सक्छ, र आफ्नो कोठामा जान्छन्। बिचारा हानग्युलको कुरा नै सुन्दैन जेग्यूले। अर्को दिन स्कुलमा फेरि अर्को आपत। मिस सिओले मिस बोमलाई शङ्का गर्दै भन्नुहुन्छ, मैले विकेन्डमा तपाईँलाई एम्युजमेन्ट पार्कमा कुनै पुरुषसँग देखेकी थिएँ। मिस बोम डराउनुहुन्छ, तर यहाँ मिस्टर जोङले आफ्नो शर्त पूरा गर्नुहुन्छ। उहाँ बीचमै आएर भन्नुहुन्छ, त्यो म थिएँ। एउटी अद्वैंसे आइमाई रमाइलो गर्न दौडिन्, अनि मैले मिस बोमलाई भेटेँ। एक्लै पार्क जानु अपराध हो र? यसरी जोङ सरले मिस बोमलाई बचाउनुहुन्छ। अब जेग्यूले मिस्टर जोङको शर्त पूरा गर्ने पालो आउँछ। जिम हलमा जुडो म्याच हुन्छ। मिस्टर जोङ फुर्ती लगाउँदै भन्छन्, आज महान सन जेग्युन मसँग हार्नेछन्। रहन भन्दै जेग्यू जान हार्छन् र भुइँमा लडिरहन्छन्। मिस यो देखेर छक्क पर्छिन्। हानग्युलको काका त भुइँमा हुनुहुन्छ, चोट लाग्यो कि क्या हो? जेग्यू बिस्तारै भन्छन्, म एकछिन यस्तै बस्छु। यो नाटकले मिस्टर जङ सरले मिस सिओलाई इम्प्रेस गर्छन्। जेग्यूको यो त्याग देखेर हाँसो पनि लाग्छ र दया पनि। उता हानग्युल स्कुलमा साथीहरूको माया प्रेम सल्लाह गर्दैछन्। साथीहरू भन्छन्, मिडल स्कुलमा मैले मम्मीको कार्ड चोरेर बिफ बुकी केटीको लागि किनिदिएको थिएँ, तर उनी मसँग डराएर गइन्। हानग्युल दिक्क मान्दै, चुप लाग भन्छन्। त्यही बेला प्रिन्सिपल सर आएर हल्ला नगर्न र फाइनल इक्जामको तयारी गर्न थर्काउनुहुन्छ। घरमा मिस बोम जेग्यूले दिएको गिफ्ट बक्स हेर्दै सोध्छिन्, धेरै याद आएको बेला मात्र खोल्नु भनेका थिए, के होला यसमा? रिङ? लभ लेटर? तर अहिले नै खोल्नु हुँदैन, हामी भेटेको 2 दिन त भएको छ भन्दै मन बुझाउन उनी कुकुर बोम सिक लिएर वकमा निस्किन्छन्। त्यहाँ एउटा साइकलले कुकुरलाई ठक्कर दिन खोज्दा मिस बोम बचाउन जान्छन् र एउटी महिलासँग ठोकिन्छन्। ती महिला अरू कोही नभएर हियोन नै हुन्छन्। हियोन आफ्नो होली ब्रान्डको ब्याग खस्यो भनेर कराउँछिन्। मिस बोमले सोध्नुहुन्छ, तपाईँ बिमा इन्सुरेन्सको कुरा गर्न आउनु भएको हो? हियोनले हाँस्दै भन्छन्, जेग्यूले मलाई बिमा बेच्ने भन्यो। त्यो जेग्यूले अब आइमाईहरूसँग झुट बोल्न पनि जानिसकेछ। मिस बोमको होसै उड्छ। जेग्यूले उनलाई झुटो कुरा बताएका रहेछन्। अब मिस बोम सिधै जेग्यूको घर पुग्छिन्। जेग्यू भन्छन्, हाम्रो भेट्ने दिन त होइन, फेरि 2 वर्ष नभेट्ने बाचा थियो नि। मिस बोमले कडा स्वरमा भन्नुहुन्छ,
ती महिला इन्स्योरेन्स एजेन्ट होइनन् भन्ने मलाई थाहा भइसक्यो र अब आज सत्य नभने हाम्रो 2 वर्ष होइन, आजै हाम्रो सम्बन्ध यहीँ सकिन्छ। यहाँ खुल्छ एउटा तितो विगतमा घटेको घटना। ती महिला जे ग्युकी दिदी र हान ग्युलकी मम हुन्। विगतमा उनले परिवारको मन्जुरी बिना बिहे गरिन्, तर पछि एक्लै भइन् र बच्चा हान गिल पाल्न नसकेर माइती घर आइपुगिन्। बुबाले उनलाई स्वीकारेनन्, तर जे ग्युलाई बच्चा सुम्पिएर हियोनले रुँदै भन्छन्, म अब पैसा कमाउन सोल सहर जान्छु र छिट्टै फिर्ता भएर, अनि हान ग्युल, जे ग्यु र आफू सिन्च्युबाट टाढा जाने कुरा भन्छन् र जे ग्युले वर्तमानमा मिस बोमलाई भन्छन्, त्यो आइमाई मेरो लागि मरिसकी। हान ग्युललाई लाग्छ उसका मम्मी ड्याडी आगलागीमा मृत्यु भएको हो। तर मिस बोमले जे ग्युलाई सम्झाउनुहुन्छ, आमा जतिसुकै खराब भए पनि बच्चालाई सत्य जान्ने अधिकार हुन्छ। अनि रात पर्छ। खाना खाने बेला जेग्यू र हानग्युल बीच एउटा हार्ट टचिङ कुराकानी हुन्छ। जेग्यू भन्छन्, भतिज तिमीलाई केही पर्यो भने म छु। आवश्यक परे म मेरो मुटु, किडनी, कलेजो, हार्ट, किडनी, लिभर सबै दिन तयार छु। हानग्युल पनि भावुक हुँदै भन्छन्, वाउ अङ्कल, म पनि हजुरको लागि मेरो मुटु, किडनी, कलेजो सबै दिन तयार छु। यो सुनेर जेग्यूको आँखा रसाउँछ। उनी इमोसनल हुन्छन्। यति धेरै माया गर्ने अङ्कलले सत्य लुकाउनु बाध्यता थियो कि गल्ती? अचानक मौसम बिग्रिन्छ, ठूलो आँधी आउँछ र गाउँमा बत्ती जान्छ। तर जेग्यूको घरमा सोलर भएकोले त्यहाँ बत्ती हुन्छ। गाउँलेहरू, हजुरआमा जसको खुट्टाको थेरापीको लागि बिजुली चाहिन्छ, मिस्टर जोङ, मिस सियो सबै जेग्यूको घरमा आउँछन्। मिस्टर जोङ यहाँ पनि फुर्ती लगाउँदै सुपरभाइजर बन्छन्। तर जेग्यूले थर्काएपछि उनी जाम भएको टोयलेट खुलाउन बाध्य हुन्छन् र यत्तिकैमा जेग्यूले थाहा पाउँछन् मिस बोम घरमा छैनन्। उनी हतारिँदै वकिल अर्थात् सेजिनको दाइसँग मिस बोमलाई खोज्न त्यो भयानक आँधीमा निस्किन्छन्। मिस बोम त्यो स्क्यामरको झुट थाहा पाएपछि आफ्नो हराएको गिफ्ट बक्स खोज्न भौतारिरहेकी हुन्छन्। पानी दर्किरहेको छ। उनले बक्स भेटाउँछिन्। तर ठिक त्यही बेला माथि घरको तल्लाबाट एउटा ठूलो साइनबोर्ड उनीमाथि खस्न लाग्छ। जेग्यू र वकिलले यो देख्छन्। जेग्यू बिजुलीको गतिमा दौडिन्छन् र मिस बोमलाई जोगाउँदै त्यो बोर्ड आफ्नो काँधमा थाप्छन्। उता वकिलले मिस बोमलाई समात्छन्, तर उनी डरले बेहोस हुन्छन्। अब घर पुगेपछि जेग्यू रिसाएका हुन्छन् र मिस बमलाई भन्छन्, यस्तो आँधीमा बाहिर के गरेको? कमन सेन्स छैन? जानभन्दा ठूलो के हुन्छ? मिस बम पनि भन्छन्, कमन सेन्स? उता मेरो घरमा बत्ती छैन, सो यहाँ आएको। तर म नुहाउनका लागि घर जानु नै ठिक होला, किनकि मलाई महँगो सावर जेल चाहिन्छ। मिस बम त्यहाँबाट रिसाउँदै मन दुखी बनाउँदै बाहिर निस्केर हिँड्न लाग्छन् रोडमा। तर जेग्यू पनि पछि पछि जान्छन् र भन्छन्, सावर जेलको लागि ज्यान फाल्ने? तिमीलाई के भएको छ? मिस बमले आफ्नो यो ज्यानभन्दा नि प्यारो गिफ्ट बक्स घरमा राख्दा घरमै हराउने र अहिले ब्यागमा राख्दा ब्यागबाट पनि हराएको कारणले आँधीहुरीमा नि आफ्नो ज्यानको बाजी लगाएर पनि यो गिफ्ट बक्स खोज्न हिँडिरहेकी बताउँछन्। जेग्यूको रिस पग्लिन्छ। उनी पहिलो पटक रुन्छन्। जेग्यू, म जन्मेदेखि कहिल्यै रोएको छैन। मलाई थाहा छैन आँसु कसरी रोक्ने। मिस बम, गुणनतालिका पढ्नुस्। देब्रे दिमाग चल्यो भने दाहिने दिमागमा शान्त हुन्छ रे। 2 एकाने 2। जेग्यू, काम गरेन। मिस बम, त्यसो भए यो रोमान्टिक तरिकाले काम गर्छ कि? अनि मिस बमले जेग्यूको गालामा किस गर्नुहुन्छ। आँसु रोकिन्छ। जेग्यूले भन्छन्, यी आँसुलाई पुरै रोक्नको लागि, र दुवैजनाको ओठमा गहिरो र लामो फ्रेन्च किस हुन्छ। आँधीको बीचमा पलाएको यो प्रेम कति सुन्दर। अब जेग्यू र बोम प्रेममा डुब्दै जेग्यूको घरमा पुग्छन् र जेग्यू भन्छन्, आज यतै बस, मलाई डर छ कि हानग्युलले सत्य थाहा पायो भने के होला। तर नियतिलाई कसले रोक्न सक्छ र? हानग्युल काकाको कोठामा इलेक्ट्रिक वार्म ब्ल्याङ्केट लिन जान्छन्। त्यहाँ टेबलमा एउटा कागज इनहेरिटेन्स अग्रिमेन्ट देख्छन्। हानग्युल पढ्छन्, सन ही योन, यो त मेरी आमाको नाम हो। तर त्यहाँको मिति नयाँ हुन्छ। हानग्युल झस्किन्छन्, मृतकको छाप यहाँ कसरी हुन्छ? के मेरी आमा जिउँदै छिन्? ओहो, अब के हुन्छ? के हानग्युलले आफ्नी ममलाई भेट्लान् कि जेग्यूले बनाएको यो झुटको महल भत्किन्छ? यो सबै अर्को एपिसोडमा लिएर म आउनेछु।
तर तपाईलाई यो भिडियो मन पर्यो भने एक प्यारो लाइक र कमेन्ट गर्नुहोला। यस्तै रमाइलो कोरियन ड्रामा भिडियोको लागि चाहिँ च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनुहोस् है। अर्को कथामा भेट्ने बाचा गर्दै आजलाई बिदा चाहन्छु। हेर्दै गर्नुहोला ड्रामे सोल। बाई बाई।